काटिसकेपछि जस्तो यो पुरानो फोहोर भएको चाहिँ यो जुन वाक्सहरू हुन्छ नि यिनीहरूलाई सर्लक्क बाल्टीमा हालेर यसरी बाल्टीमा हाल्ने तातो पानी टक्क डुबाइदिन्छ ल यसमा पानी हालिदिनु त तातो पानी तातो बसिन्छ कि हो त्यसरी हालिदिनु त ल सर्लक्क यसरी चाहिँ यो मोइन चाहिँ पगालेर चाहिँ फ्रेम चाहिँ टक्क चिल्लो बनाएर राख्दा राम्रो बनाएर राख्दाखेरि मोइन बिनाको फ्रेम बनाएर राख्दाखेरि चाहिँ एकदम दामी हुन्छ अब यसलाई चाहिँ हामीले चाहिँ टक्क सुकाएर होइन घाममा अनि बल्ल चाहिँ मौरीलाई दिने है यसरी गर्दाखेरि चाहिँ मोइन पुतली लाग्ने खतरा चाहिँ अलिक कम हुन्छ कि आता पोली राखेर टक्क काटिसकेको फ्रेमलाई चाहिँ हामीले चाहिँ तातो पानीमा चाहिँ यसरी सफा गर्छौँ यसो गर्नाले चाहिँ मोइन पुतली चाहिँ लाग्दैन है यो त्यो ल्याइन्छ त्यो भएछ भने गरी हाले पो मर्छ नि गरी हाले पो मर्छ नि यसरी ट्याक्क पुरानो फाल्दै चाहिँ मौला कामहरू पनि सजिलो भयो होइन फोहोर हो कि हामीले बोलेको त आउँदैन नि यहाँ है आउँछ भाइ सफा हालेपछि नयाँ भयो फेरि राम्रो भयो होइन तपाईँले पनि नगयो है वर्षमा एकचोटि होइन म काटे वर्षमा एकचोटि गरिदियो भने यसरी राम्रो हुन्छ कि पुरानो चाकाहरू फालेपछि ट्याक्क हामीले चाहिँ यो चाहिँ धोइधाइ गरेर होइन ट्याक्क राख्यौँ ट्याक्क होइन तातो पानीले धोएर चट्ट बनायौँ यति भएपछि होइन मोइन पुतली लाग्ने रिस्क चाहिँ कम भयो है ल